फुटबलको हरेक प्रतियोगितामा सधैँ एउटा नयाँ स्टारको खोजी भइरहन्छ। राम्रो खेल्ने हरेक खेलाडीलाई ब्राजिलका पेले वा अर्जेन्टिनाका म्याराडोनासँग ताँच्ने काम संसारका हरेक फुटबल प्रेमीले गर्दै आएका छन्। त्यसमाथि 2 दशकदेखि लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोले फुटबल मैदानमा राज नै गरे। उनीहरूले मैदानमा आफ्नो खुट्टाको जादु देखाइरहँदा अब यी 2 जस्तो खेल्ने खेलाडी को होलान् भन्ने प्रश्न उठिरहन्थ्यो। यो प्रश्न धेरैको मनमा अहिले पनि छँदैछ। मैदानमा केही युवा खेलाडीले अलिकति राम्रो खेलेको मिडिया फ्यानहरूले तुरुन्तै अर्को मेस्सी वा अर्को रोनाल्डो भन्दै उपनाम दिइहाल्थे। धेरैजसो खेलाडी त यही दबाव खप्न नसकेर मैदानबाट हराए। तर स्पेनको सङ्गुरो गल्लीबाट अहिले एक यस्ता युवा खेलाडी निस्केका छन् जसले मैदानमा बल नचाहेको देखेर धेरैलाई भन्न कर लाग्छ, हो यिनी हुन सक्छन् भविष्यको मेस्सी वा रोनाल्डो। बिना कुनै दबाव मैदानमा उर्लिने र कुशल जादुगरले जस्तो बल नचाउने यो 18 वर्षीय युवा खेलाडी हुन् लमिन यमाल। यही जुन जुलाईमा हुने 2026 फिफा विश्वकपमा स्पेनबाट खेल्न गइरहेका यमाललाई मेस्सी रोनाल्डोसँग दाँच्नुको एउटा कारण यो पनि हो, उनले बार्सिलोनामा मेस्सीले जस्तै 10 नम्बर जर्सी लगाएर तहल्का मचाएका छन्। त्यसबाहेक स्पेनलाई युरोकप जिताउने महत्वपूर्ण भूमिका पनि खेलिसकेका छन्। त्यसैले यसपालिको फिफा वर्ल्ड कपमा विश्वको नजर उनीतिर छ। यमालको कथा बुझ्न सन् 2007 को एउटा पुरानो तस्बिर हेर्नुपर्छ। त्यो तस्बिरलाई अहिले फुटबल इतिहासकै गजबको संयोग मानिएको छ। तस्बिरमा लामो कपाल पालेका 20 वर्षका मेस्सीले एउटा सानो बच्चालाई प्लास्टिकको बाथटबमा नुहाइदिरहेका देखिन्छ। त्यो बच्चा अरू कोही नभएर 3 महिनाका यमाल हुन्। एउटा च्यारिटी क्यालेन्डरका लागि खिचिएको त्यो तस्बिरलाई वर्षौंसम्म कसैले वास्ता गरेनन्। तर जब यमालका बुवाले त्यसलाई सामाजिक सञ्जालमा हाले तब संसार अचम्ममा पर्यो। फुटबल प्रेमीहरूले जिस्किँदै भने मेस्सीले उति नै बेला यमाललाई आफ्नो जादुको आशीर्वाद दिएका रहेछन्। तर यमालको यो यात्रा त्यति सजिलो थिएन। उनी स्पेनको रोकाफोन्डा भन्ने ठाउँबाट जन्मे हुर्केका हुन्। त्यो यस्तो ठाउँ हो जहाँ धेरै जसो गरिब र आप्रवासीहरू बस्छन्। यो ठाउँलाई स्पेनको धनी समाजले त्यति राम्रो नजरले हेर्दैनथ्यो। रोकाफोन्डाको त्यही गरिब बस्तीमा जन्मे हुर्केर आज दुनियाँको नजरमा परेका भए पनि यमालले आफ्नो जरा कहिल्यै बिर्सेनन्। अहिले पनि उनी गोल गरेपछि आफ्ना औंलाहरूबाट 304 नम्बर बनाउँछन्, जुन रोकाफोन्डाको हुलाक-कोटको अन्तिम 3 अङ्क हो। उनी भन्छन्, म आज जति ठूलो रंगशालामा खेल्ने पनि मेरो फुटबलको जग त्यही कंक्रिटको भुइँ र गल्लीहरू नै हुन्। पिछडिएको ठाउँबाट आए पनि यमालले सफलताको सिँढी उक्लने भने लामो समय लागेन। उनले सिधै रकेट जस्तै उडेर सफलताको शिखर चुमेका हुन्। त्यही रकेट गतिलाई हेरेर नै समकक्षीहरू यमाललाई मेस्सीको आशीर्वाद पाएका खेलाडी भन्छन्। उनले फुटबल इतिहासमा थुप्रो रेकर्डहरू आफ्नो नाममा दर्जा गरिसकेका छन्। उदाहरणको लागि